त शरीर त यत्रो फुलेको के यस्तो डर लाग्यो। सबभन्दा महँगो गाडी हो क्या? भिडियो गरिरहेको छु, फोटो खिचेर बसिदिरहेको मैले सट्टा है। ए बाबा साइकल लोकेसन क्लिन ये के बीफ हो? क्या रहेको? पानी खाएको खतरा के हो यस्तो? अहिले समाएको राम्रो भएन कि यता समा भने। हेलो नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ मोहन गुरुङ। म चाहिँ एकदमै ठिक छु। आई होप तपाईँहरू पनि एकदमै ठिक हुनुहुन्छ। अनि आज चाहिँ हामी पोखराबाट काठमाडौँ आइसकेको छौँ। आउन त हामी हिजो आएको। अनि सवाल चाहिँ यहाँ हामीले चाहिँ पोखराबाट अप्लाई गरेको रोमानिया जानको लागि एमकनबाट। अनि अलिकति चिनेको दाइ थिए, हाम्रो प्रदीप सुनार दाइ हुनुहुन्थ्यो। सो त्यहाँ त्यो दाइकोबाट अप्लाई गरेको थियौँ। अनि मेन ब्रान्च चाहिँ यहीँ काठमाडौँमा। अनि डकुमेन्ट्सहरू लिन चाहिँ पासपोर्टहरू लिन चाहिँ काठमाडौँ नै आउनु पर्दो रहेछ। अनि हामी काठमाडौँ आएको छौँ। अनि अब यहाँ मेन पावरमा गएर अब पासपोर्टहरू लिएर चाहिँ अब हामी फेरि दिल्लीको लागि चाहिँ फ्लाइट छ हाम्रो 5 बजे। अनि 5 बजे फ्लाइट छ दिल्लीको लागि। अनि यहाँ हाम्रो दाइ र म आएको पोखराबाट। अनि दाइ र म चाहिँ एउटै कम्पनीमा हो रोमानियामा। अनि हाम्रो केदार नारायण सापकोटा दाइ। अनि तर हामी पोखरा बस्ने बानी भएर र तर काठमाडौँ त लास्ट क्राउड पनि त्यस्तै। अनि यो फोहोर पनि त्यस्तै, धुलो पनि त्यस्तै। भर्खरै लुगा लाएर आयो भने एकछिनमा त पुरै फोहोर हुन्छ क्या, लास्टै धुलो। पोखरा बसिरहेको मान्छेहरू त काठमाडौँमा त बस्न सक्दैन है। अनि खानाहरू पनि त्यस्तै है। पोखराको जस्तो चाहिँ फेसिलिटी चाहिँ छैन जे होस्। रक्सी नखाने बानी भएपछि कफी त अनि दुःख बहुत थियो तर काम चाहिँ भयो। गर्मी पनि लास्ट छ काठमाडौँमा त। हाम्रो हुप्प भएर आत्तिएर बस्नै नसक्दो। होइन यस्तो पसिना आइसक्यो गाडीमा बस्दाखेरि। लास्ट भइसक्यो क्या। अब हामी चाहिँ एयरपोर्ट निस्किनु लाग्यो। यहाँको चाहिँ काठमाडौँबाट दिल्लीको चाहिँ टिकट रिसिभ गरिसक्यो हामीले चाहिँ। अब पासपोर्ट र रोमानियाको टिकट चाहिँ त्यहाँ एयरपोर्टमा छोडिदिन आउनुहुन्छ अरे मेन पावरको मान्छे। अब निस्किनु लाग्यो हामी चाहिँ काठमाडौँको एयरपोर्टमा जाँदैछौँ, निस्केको दिल्लीको लागि चाहिँ। अब हाम्रो दिल्लीको फ्लाइट छ। अनि दिल्लीबाट दोहा कतार छ, दोहा कतारबाट रोमानियाको छ। अनि हाम्रो चाहिँ कस्तो थियो भने चाहिँ हाम्रो डाइरेक्ट भएको भए चाहिँ 30 केजी लगेजमा थियो। ब्याग लिएर जान मिल्थ्यो। हामीले चाहिँ 30 केजी चाहिँ लगेजमा लान मिल्थ्यो। ह्यान्ड ब्यागमा चाहिँ 7 केजी लान मिल्थ्यो। अनि यहाँ खै काठमाडौँबाट काटिदिएको दिल्लीको जम्मा 20 केजी लिएर जान मिल्दो रहेछ। अनि 7 केजी त्यो ह्यान्ड क्यारी ब्याग लान मिल्दो रहेछ। खै अब टिकट अनुसार हो कि के हो कसो थाहा भएन हामीलाई चाहिँ। अनि चाहिँ त्यही हो, सबैजनाले माया गरिदिनु होला, भिडियो कन्टिन्यू हेरिदिनु होला। अब आफूलाई थाहा भएको कुराहरू तपाईँहरूलाई पनि सेयर गर्छु। यदि कतिपय कुराहरू तपाईँहरूलाई पनि थाहा नहोला, मलाई पनि नहोला। बेल छैन। कुरेर बस्छ भने त हामी चाहिँ दिल्लीमा आइपुग्यौँ, खरै ल्यान्ड भयौँ। अनि माथि जाने बेलामा त शरीर त यत्रो फुलेको के यस्तो डर। हेलो, हामी चाहिँ फाइनली एक्जिट भयौँ। अनि मेरो चाहिँ फर्स्ट टाइम हो नि त जहाजमा चढेको। अनि माथि जाने बेलामा त शरीर त यत्रो
फुलेको के यस्तो डर लाग्यो। अनि पछि अब झर्न लाउने बेलामा चाहिँ यस्तो कान नै टिनिनिनिन्न भएको के मेरो त। अनि डेन्जर कान फुट्ला जस्तो भएको। अनि अब ल्यान्ड हुने बेलामा चाहिँ अलिकति हल्लेर हल्का डर लागेको थियो। जस अब हामी चाहिँ एक्जिट हुँदैछ ब्याग लिएर। अब भोलि बिहान फेरि कति 9:55मा चाहिँ के भन्छ अरे कतारको फ्लाइट छ। ठ्याक्कै हामी चाहिँ कति काठमाडौँबाट चाहिँ 1 घन्टा 45 मिनट ठ्याक्कै लाग्यो। अब हामी यता चाहिँ न्यू दिल्ली आइसक्यौँ। अब यता कतै होटलमा बस्छ। अनि भोलि बिहान चाहिँ फेरि हामी कतार जान्छौँ। कतारबाट फेरि 1 दिन पुरा डिले छ। 1 दिन बस्नुपर्छ कतारमा। त्यसपछि चाहिँ हामी जान्छौँ रोमानिया फाइनली। हामी 3 जना नाम उ रहेछ नि त तपाईँको ट्याग। यो चाहिँ रुम हामी यहाँ बस्न लाग्यो। अब भोलि बिहान जानुपर्छ। कहिले आउँछ माया। हेलो गुड मर्निङ। म भर्खरै उठेँ। अब फ्रेस भएर चाहिँ अब एयरपोर्टमा जानु हो। आज फेरि भनेको थियो तपाईँहरूलाई आज कतारको फ्लाइट छ मेरो भनेर। कतार थ्रु रोमानिया। रेडी भइसक्यौँ। अनि हेमसेट पनि आइसक्यो। अब निस्किन लाग्यो हामी एयरपोर्टतिर। अहिले चाहिँ हामी चाहिँ दिल्लीको एयरपोर्टमा छौँ। अब हामी चाहिँ अब दोहा कतार जान लाग्यो। अनि अब भनौँ न युरोप आउनको लागि चाहिँ मान्छेहरूले कतिपय चाहिँ यो सामान लिएर आउन पाउँदैन, त्यो सामान लिएर आउन पाउँदैन भनेको थियो पनि र मलाई पनि भनेको थियो। अनि मैले जहाँसम्म अहिले अब साथीभाइहरूसँग अब हुन्छ नि अब एयरपोर्टमा आएर पनि थाहा हुन्छ। अब कस्तो हुन्छ सामानहरू चाहिँ लिएर आउनु पाउँछ। विदाउट प्याकिङ चाहिँ लिएर आउन पाउँदैन। खुल्ला सामानहरू चाहिँ लिएर आउन पाउँदैन। लिक्विडहरू चाहिँ लिएर आउन पाउँदैन है। अनि त्यसपछि चाहिँ अब तपाईँहरूले कुकरहरू पनि लिएर आउन चाहनुहुन्छ भने चाहिँ लिएर आउन मिल्छ। तर त्यो कुकर चाहिँ बन्द गरेर चाहिँ लिएर आउन मिल्दैन। कुकरको ढक्कन खोलेर कुकर एक साइडमा ढक्कन एक साइडमा गरेर चाहिँ लिएर आउन मिल्छ मजाले है। अनि तपाईँहरूले चाहिँ पावर ब्याङ्कहरू चाहिँ लिएर आउन मिल्छ। तर एयरपोर्टमा चाहिँ लिएर आउन मिल्दैन भने चाहिँ लिएर आउन मिल्छ। तर लगेजमा चाहिँ अलाउड हुँदैन, राख्न पाउँदैन। तपाईँहरूले ह्यान्ड क्यारी ब्यागमा चाहिँ हुन्छ नि जुन साइड ब्याग हुन्छ नि सानो, त्यसमा चाहिँ लिएर आउन मिल्छ तपाईँहरूले चाहिँ है। अनि अहिले चाहिँ हामी चाहिँ यो कतारको एयरपोर्टमा आइपुगेको छौँ। अब हेरौँ कस्तो माथिबाट हेर्दा त पुरै बलुवा के तल के छ हेरौँ। एकदम राम्रो ल बवाल भयो नि त। बबाल भयो ल। हेर्न सक्नुहुन्छ हामी कतारको एयरपोर्टमा आइसक्यौँ सबै। हेर्न कस्तो छ कतारको एयरपोर्ट। हरियाली पुरा बवाल छ। उता रेस्टुरेन्टहरू रहेछ। ओइ के हो कतारको एयरपोर्ट त बवाल छ त। सही हो। के को यो खतरा है। ओइ के हो यस्तो के हो त नि। ओइ क्या खतरा गाडी छ त यार। के हो त कतारको सबभन्दा महँगो गाडी हो क्या। वाह खतरा छ त। सही हो सही हो। तर यहाँ चाहिँ यत्तिकै बसेर जान्छ क्या मान्छेहरू हिँडिरहेको छ। ल यत्तिकै बसेर गइरहेको छ। के गरेको पानी खाएको पानी खाएको। कहाँ गयो यार यो पान्थे यार। कस्तो हुन्छ So hungry. यो के बिफ हो?
चाहिँ कतार बराबरको मान्छे बिस्मिल्लाहको अनि कति लास्ट धेरै थियो वेटिङ पनि हाम्रो त कति 21 घन्टा थियो बस्दा बस्दा वाक्का लागिसक्यो अनि अब निस्केको बल्ल आनन्द आयो अनि हेर्न सक्नुहुन्छ पुरै रेतै रेत छ कि हेर्न माथिबाट चाहिँ हेर्दाखेरि चाहिँ अनि समुद्र रेतै रेत छ बलुवा छ कि अनि फेरि भित्र चाहिँ यस्तो दामी के एयरपोर्टमा त बबाल के खतरा के ल यही होला रोमानिया जहाँसम्म मलाई लाग्छ रोमानिया आइपुग्यो होला हामी चाहिँ एकदमै एक्साइटेड भइरहेको छौँ अनि हुन्छ नि अब माथिबाट हेर्दा चाहिँ हेर्न तल चाहिँ पुरा कार्पेट बिछाएर के कार्पेट बिछाएर देखेको छ कि पुरा हेर्न त्यो कस्तो क्लिन देखेको छ दामी देखेको छ है ल एयरपोर्ट आइसकेको छौँ हामी चाहिँ यही नै होला रोमानियाको एयरपोर्ट अब हेरौँ कस्तो छ अब कस्तो एक्सपेक्ट गरे जस्तो छ कि छैन यो कन्ट्री अनि काम कस्तो छ अब हेरौँ बुझौँ कस्तो छ त्यो तपाईँहरूले सेयर गर्नेछौँ भिडियो स्किप नगरिदिनु होला कृपया हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन के हो यो रोमानियाको एयरपोर्ट त बुकारेस्टको एयरपोर्ट चाहिँ खासै राम्रो चाहिँ लागेन मलाई नेपालको एयरपोर्ट जस्तै लाग्यो है गाइज है कतारको त बबाल थियो कसम माथिबाट बलुवादेखि तल त बबाल थियो यो त खै के हो हामी चाहिँ बुकारेस्ट आइसक्यौँ सो फाइनली हेर्न सक्नुहुन्छ हामी बुकारेस्टमा झरिसकेछौँ रोमानियाको एयरपोर्ट हो यो चाहिँ क्यापिटल सिटी दाइहरू चाहिँ हाम्रो टिममा सबै रोमानियाको लागि नै हेलो दाइ के छ अरे अर्जुन दादा गुन्डा जस्तो देखेछ अरे अर्जुन दादा ए यदर यो हाम्रो केदारनारायण सापकोटा दाइ हेर्दा पनि चोर जस्तै देखेछ हामी रोमानिया एन्ट्री भइसकेको छौँ यो चाहिँ यो लोकेसन चाहिँ मैले युट्युबमा धरि सर्च गरेर हेरेको थियो है कस्तो छ रोमानिया भनेर चाहिँ अनि त्यो होस् राम्रै छ अब फर्स्ट टाइम हो आउट अफ कन्ट्री आएको अब राम्रै लागिरहेछ मलाई चाहिँ धेरै राम्रो हो जस्तो लागिरहेछ तर खै अरू कन्ट्री भन्दा के कस्तो हो मलाई थाहा भएन तर जे होस् फर्स्ट टाइम आएको आउट अफ कन्ट्री नेपालभन्दा त अब नेपालमा बसिरहेको भएर होला है राम्रै छ राम्रै लागिरहेको छ जो पनि मसँग आउने लड थियो नि जुन टिम थियो नि उहाँहरू सबैजना अनि हामीलाई चाहिँ डाइरेक्ट एयरपोर्टबाट रिसिभ गरेर चाहिँ साउले चाहिँ यहाँ खाना खान लिएर आएको छ अब हेरौँ रोमानियाको खाना कस्तो हुन्छ हेर्दा त अब कस्तो है त्यो खाँदा नि अब टेस्टी नआउला जस्तो त्यो के हो नेपाली खाना खाइरहेर होला कस्तो अलिकति डिफ्रेन्ट टेस्ट पाइरहेको छ त्यही नि जोस् मिठो भयो रमाइलो भयो साथीभाइहरूसँग इन्जोय भयो अनि यो पनि साउकै रहेछ कि यो कम्पनी पनि रेस्टुरेन्ट पनि यो पनि साउकै रहेछ साउकै पर्सनल चाहिँ 6-7वटा रहेछ अनि हामी चाहिँ कुनमा पर्छ भन्ने थाहा छैन अब हामी चाहिँ अब रुममा जान लागेको सावर लिन आएको थियो के हो अनि यिनीहरू त कस्तो बोल्दा धरि सिकाउँदा धरि त्यो प्रोनाउन्सिएसन पनि गर्न आउँदैन कस्तो लटपटिन्छ हो जिब्रो नै कस्तो भाषा हो यिनीहरू त अनि कस्तो उल्टा के जे कुरा पनि एउटै अक्षरले जे पनि मिल्ने अलि तलमाथि गरिदिने जे पनि मिल्ने हेलो गाइज हामी चाहिँ यहाँ रोमानियामा डलर साट्न आएको लास्ट जाडो रहेछ यार त्यो नेपालको भन्दा त 10 गुणा धेरै जाडो अनि यहाँ हाम्रो सनी दाई हुनुहुन्छ टिकटकर दाई हो टिकटकभरि भाइरल हो सनी दाई हेरे अनि यता भाइ छ अनि यसो हामी डलर साट्न आएको के बनस समाल हो यो बनाम समाल बनस समाल एक दुई भनौँ न त दाइ यसो हजुरलाई नलेज भएको कुराहरू अब के भन्ने हैन आज चाहिँ कस्तो जाडो छ हौ तर सकिरहेको छैन नेपालको भन्दा त 10 गुणा जाडो है दाइ तर है फर्स्ट टाइम आएको भन्दा 1899 ल्युको साइकल हेर्नु हत्ता है ए बाबा साइकलहरू बच्चाको साइकलहरू यहाँ सबै सामान पाउँदो रहेछ बलहरू
नेपाली कन्भर्ट गऱ्यो भने चाहिँ डेन्जर धेरै पर्दो रहेछ तर यहाँकै लिउमा भने चाहिँ डेन्जर सस्तो रहेछ कि यहाँ चाहिँ तपाईँहरू नेपालबाट चाहिँ नयाँ आउँदै हुनुहुन्छ भने चाहिँ जाडोको कपडा चाहिँ टन्नै लिएर आउने बेसरी जाडो हुन्छ फर्स्ट टाइम आउने भने चाहिँ लास्टै जाडो हुन्छ जाडोको कपडा चाहिँ टन्न लिएर आउनु अनि गर्मी चाहिँ 2 महिना मात्रै हुन्छ त्यो पनि त्यति बेला चाहिँ टी सर्टहरू पनि लिएर आउनु फेरि लास्ट गर्मी हुन्छ गर्मीको बेला चाहिँ यहाँ चाहिँ फेरि मैले थाहा पाएअनुसार चाहिँ है कस्तो सेतो आएको ताई ए भिडियो गरिरहेको छु फोटो खिचाउन बसिदिरहेको मैले के छ गाइजहरू ठिक छ आम्बो के हो निन्द्रामै उठेको छ त हजुरको आँखा त हेर्नु त पल ठुलो देखिन्छ त अलिक सन्चन भएको जस्तो छ अरे अवस्था के त दाइ के हो के यस्तो एकल काटे जस्तो हिँड्नु त हाम्रो चाहिँ आज चाहिँ फर्स्ट डे हो ड्युटीको बिहान चाहिँ अब बिहान गएको थियो अनि सबैको कसैको नाइट कसैको डे हुन्छ नि त अनि सो हाम्रो चाहिँ नाइट ड्युटी परेको छ अनि अहिले हामी चाहिँ रेस्टुरेन्टतिर जानु लाग्यो ल गाइस मेरो ड्युटी सुरु भयो है त ड्रेस लगाइसकेँ यस्तो हो रहेछ यहाँको ड्रेस चाहिँ अब ड्युटी स्टार्ट काम गर्ने ठाउँ हो यहाँ चाहिँ Un menu crispy, da? Un menu crispy mai bine, mai mult, un crispy plus, da? Only pecan? Castrave Murad. Casamurag? Castraveți Murad. Castrave Murag. Okay. Roșii, Rosi, ceapa, Chapa, patrungel, Patrungel, varza albă, Warza Aluba, haluani, varza alba, Warza Alba. Okay. varza roșii, Warza Rosi, castraveți Murad, Castraveți Murag, castraveți fresh, Castraveți fresh, Castraveți Fresh, arde iute, Ardi Iute, aia salade verde. Salade verde. Salade Verde, Aia ceapa crispy. Chapa Crispy. Atât? Mai ceva? De unde să vină, nu? Yo, atlas tăsă. Ani castraveți atât. Castraveți mai la Castraveți, ai? Da. 15 piece. Ani ceapa. Chapa ni ke ho? Ceapa. Piac. रोशी आला Rosi, रोशी यो बारचा रोशी हो यो रोशी हो what? बारचा रोशी पनि आला Rosi. पातुन्जेल आला Patrungel, ai? सबै मिलाएर यहाँसम्म बन्द गरेर है यसको यहाँ यसरी यो त यसलाई यहाँ यहाँ यसलाई यहाँ यहाँबाट सबै छ यहाँ ठ्याक्कै शर्माले छोप्ने अनि रोल गर्ने रोल गर्ने अनि यसले तान्ने यहाँसम्म तान्ने यसले अलिक टाइट यसले भित्र नटी बस्दाखेरि यही गर्ने यो पहिला हाल फालाफेल एउटा फालाफेल छ है कसलाई यो आफैको भयो त्यसरी बनाउने त्यहाँ लाग्दैन यो नाम जान्नु पर्छ गाइस हेर्न सक्नुहुन्छ आज मेरो फर्स्ट डे हो मैले आज शोरमा बनाएँ चिकनलाई चाहिँ पुई भन्दो रहेछ डाली 300 ग्राम खायो होला कस्तो लाग्छ भाइले बनाएको शोरमा दामी युज हुँदैन फर्स्ट टाइम खाएको मैले चाहिँ अब हामीले चाँडोभन्दा चाँडो सिकिहाल्नुपर्छ क्या एकदम और अभी तो रुको क्लाइमैक्स अभी बाकी है ठीक है ये नहीं ना अंकल की सही अबे भाई यार तो पहले उतर डिगिया से पूरा उतर डिगिया ठीक है
ओ तू पहले ही पूरा उल्टे डिगे हैं सही गल एन झुके हैं ना पहले ले भाई फिर आ जा हां सही गल है अच्छा पहले हाथ किथे लगी अच्छा सेंटर बिल्कुल ठीक है तू जो कि हां ठीक है आ भाई अच्छा एक मिनट हां अच्छा ठीक है अच्छा सेंटर जी रहा है हां ठीक है हां 1 2 3 4 ना आज चाहिँ हामी रोमानियाको सहर घुम्न आएको बबाल कुन ठाउँ अरे दाइ यो युनेरी ठाउँमा के रे ए युनेरी पार्क रोमानियाको कुन ठाउँ रे यो मतलब बुकारेस्टमा होइन के युनेरी पार्कलाई चाहिँ के भन्छ अरे यहाँ बुकारेस्टको युनेरी पार्क हो त्यो मैले बुझेँ कि भन्न खोजेको यो सेन्टरमा बुकारेस्टको सेन्टरमा बिच भागमा बवाल छ राजा बसेको ठाउँमा अर्को राजा सुविधि राजा चाहिँ यहाँ छ फेरि मेरो साडु दाइ यति भन्दै चाहिँ मैले भिडियो एन्डिङ गरेँ सबैले हेरिदिनु होला थ्याङ्क यू सो मच वाचिङ फर दिस भिडियो